खोटाङका युवाले यो वर्ष पनि दशैं तिहारमा माइती जान समस्या परेका चेलीलाई निशुल्क बाइक सेवाको व्यवस्था मिलाएका छन्। चेलीलाई दशैंको टीका र तिहारमा भाइटीकाका लागि सहज रूपमा माइती घर जाने र आउने व्यवस्थाका लागि युवाको समूहले दशैं तिहार चेलीलाई उपहार नामको कार्यक्रम सञ्चालन गरेका हुन्। असोज 11 गते दिक्तेलमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षबाट सुरु भएको यो कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने युवाहरूले जनाएका छन्। माइती घर जान र आउन समस्यामा परेका चेलीहरूलाई अघिल्लो वर्ष युवाहरूले निशुल्क बाइक सेवा दिएका थिए। यो वर्ष पनि अत्याधिक माग भएकाले दशैं तिहार चेलीलाई उपहार कार्यक्रमलाई निरन्तरता दिने योजना बनाइएको कार्यक्रमका संयोजक सञ्जय कुमार राईले बताउनुभयो। के सन्देश दिन खोजेका छौँ भने यो दशैंको अवसरमा खास गरी यो पावन अवसरमा चाहिँ तपाईहरुको सुख शान्ति र समृद्धि सहितको तपाईहरुलाई पहिलो कुरा चाहिँ अवसरमा चाहिँ म हार्दिक शुभकामना भन्न म चाहन्छु कि हामी यो नेपालीहरुको दशैं भनेको नेपालीहरुको महान चाड हो। यो हामीले केवल पूजा पाठ गर्ने र नयाँ लुगा लगाउने या चाहिँ हामीले खाने मात्र नभएर यो चाड चाहिँ एक आपसमा हर्ष उमंग आपसी सद्भावको पर्वको रूपमा हामीले मान्ने गरेका छौँ। त्यसले गर्दा अहिले हामी यो रौतामाई गाउँपालिकामा तपाईहरुको बीचमा 6 नम्बर वडामा यहाँको युवा साथीहरूले कम्तीमा पनि यहाँ चाहिँ 10 घर परिवारलाई आवश्यक रहेको चामल चाहिँ अभाव रहेको छ। त्यसले गर्दाखेरि चाहिँ केही भए पनि सानो एउटा सहयोग गरौँ, चामल वितरण गरेर जुन चाहिँ यो पर्वमा सबैको अनुहारमा चाहिँ मुस्कान आओस् कि यो पर्व चाहिँ हाम्रो पनि हो भन्ने चाहिँ महसुस गर्न सकौं भन्ने उद्देश्यले चाहिँ यहाँ साथीहरूले जसले चाहिँ यो चामल चाहिँ जसले चाहिँ यो सामग्री चाहिँ जुटाउनको लागि पहल लिनुभयो, अग्रसर रूपमा खट्नुभयो, जस्तो शुक्र राई हुनुहुन्छ, हाम्रो चाहिँ रमेश सारू, तीर्थ तामाङ लगायत अब चाहिँ हाम्रो त थुप्रै युवा साथीहरू लगायतका वडा अध्यक्षको पहलमा चाहिँ अब यो चाहिँ सामग्रीहरू आएको छ। हामीले मात्र भन्न के सन्देश के दिन खोजेछौँ भने हामी तपाईहरुको दुःखमा सँगै छौँ है। हामी तपाईहरुको दुःखमा सँगै छौँ र तपाईको दुःखमा हामी सधैँ साथ दिन्छौँ र सुखमा हामी समेटिन्छौँ र माओवादीको चाहिँ अडान यो हो र पहिचान यो हो भन्ने सन्देश चाहिँ तपाईहरुलाई हामीले चाहिँ एउटा सकारात्मक रूपमा चाहिँ समाजमा परेको दुःखलाई हामी सबै हामी सँगै छौँ भन्ने कुरा मात्रै हामीले जाहेर गर्न खोजेको र आगामी दिनमा पनि चाहिँ अब यहाँ जनताको समस्या तपाईहरुको समस्यालाई अझ ठिक ढंगले चाहिँ गर्नुपर्ने सहयोगहरु चाहिँ